निवेदन गरी व्यक्त गर्न चाहन्छु। हामीहरू रूपन्देही क्षेत्र नम्बर 1 भरि गर्दै गर्दा कार्यक्रम गर्दै गर्दा यहाँ प्रज्वल बोहरालाई हलो चुनाव चिन्हमा मतदान गर्न सबै राष्ट्रवादीहरू देशभक्तवादीहरू यहाँका विकास प्रेमीहरू एकजुट भएका छन्। तपाईलाई थाहा छ, उहाँले भन्नुभयो अघि दीपक बोहराले यो जिल्लामा यो क्षेत्रमा कयौं भूमिहीनहरूलाई बसोबास गर्नका निमित्त जसरी उहाँले भूमिका निर्माण गर्नुभयो त्यो अतुलनीय भूमिका छ। यहाँका जनताले उनको भूमिका अहिले पनि भुलेका छैनन् भन्ने हामीले बुझेका छौँ। तपाईलाई थाहा छ, दीपक बोहराले यहाँ चुनाव लडिरहेको आज 19 दिन त्यतिखेर दीपक बोहराले यहाँका भूमिहीन जहाँ विभिन्न जिल्लाबाट बसोबास गर्न आउनुभएका दाजुभाइले जग्गा दिलाउनु भयो। तर त्योभन्दा पछाडि 18-19-20 वर्ष भयो आज धेरै पार्टीका उम्मेदवारहरू धेरै पार्टीका नेताहरूले तपाईँको चुनाव आएको बेला के गरे? सडक माथि आकाशमा डोरी उडाए र सडकमा तपाईँको फिता लाग्ने बनाएर जनतालाई त्यो जग्गाको लाभ उठा दिलाउँछु भनेर शीघ्र दरबार पुग्नका लागि जनताको भोटरलाई त्यो सिडीको रूपमा परिवर्तन गरेको थियो। तपाईँलाई विश्वास दिलाउन चाहन्छु कि जसरी दीपक बोहराले यो जिल्लाको यो क्षेत्रका मान्छेहरूलाई जसरी बसोबास गर्ने वातावरण सिर्जना गर्नुभयो त्यो अब स्थायित्वका निमित्त जनताको उज्यालो भविष्यका निमित्त जसरी त्यो लाल पूजा दिलाउनु पर्ने ठाउँमा प्रज्वल बोहराले भूमिका खेल्ने र लाल पूजा दिलाउनु पर्ने म तपाईँलाई विश्वास तपाईँलाई थाहा छ, उहाँको प्रतिबद्धता धेरै बढ्नुभयो। उहाँ धेरै राम्रो मान्छे, विद्वान मान्छे, विकास प्रेमी मान्छे। जहाँ दीपक बोहराको त्यो लामो राजनीतिक पृष्ठभूमिबाट जनताको अभिमारा विकासको अभिमारा बोकेर आज चाहिँ नेपालको राष्ट्रिय राजनीतिमा आउँदैन युवा नेताको रूपमा साबित गर्नका लागि यो क्षेत्रमा आज तपाईँको बिचमा मैदानमा यो क्षेत्रमा कयौं सडक सञ्चारहरू अवरुद्ध भएका छन्। यहाँका शिक्षा क्षेत्रहरू अवरुद्ध भएका छन्, पुरस्कारमा हित भएका छन्। उहाँले भन्नुभएको छ त्यो अहिले पनि उहाँको प्रतिबद्धता हेर्नुभयो भने उहाँले भन्नुभएको छ कि प्रत्येक गाउँमा कि प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स र एउटा चाहिँ दमकलको व्यवस्था गर्नु। एउटा कुनै सुत्केरी आइमाई डेलिभरी हुनु पर्यो भने डेलिभरी केस भयो भने अहिले पनि एउटा निशुल्क चाहिँ एम्बुलेन्स छैन। त्यसका लागि पनि महिलाको विशेष अधिकारलाई सुनिश्चित गर्न युवाको अधिकार सुनिश्चित गर्न प्रज्वल बोहराको एउटा प्रतिबद्धता छ। त्यसमा सबै तपाईँले के भन्न चाहनुहुन्छ? म तपाईँलाई आभार गर्न चाहन्छु। साथीहरू, फेसबुकको फलोअर्सले भोट आउँदैन, जनताको कामले जनताको मुद्दाले देशको मुद्दाले भोट आउँदैन। त्यसकारणले जनता उहाँको पछाडि छन्। उहाँ जनताको एउटा समस्या बोकेर उहाँ अगाडि बढ्नु भएको छ। तपाईँलाई थाहा छ, युवा साथीहरूमा तपाईँलाई निवेदन गर्न चाहन्छु। जसरी भदौ 23 र 24 गते काठमाडौँमा देशैभरि एउटा 1300 जनआन्दोलन सुरु भयो। त्यो 1300 जनआन्दोलन हो, जेन्जी आन्दोलन मात्र होइन। त्यो आन्दोलनको उद्देश्य आज चाहिँ धेरै उद्देश्यहरू त्यो तपाईँलाई थाहा छ, म भन्न चाहन्न। तर यो नागरिक सरकारले जसरी चुनाव गर्न गयो त्यो चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा प्रजातान्त्रिक पार्टी भएको हिसाबले चुनावमा सामेल भएको छ। तर फागुन 21 गतेपछि ती जेन्जीका मागलाई पुरा गर्न, ती नवयुक्त युवा पुस्ताका माग पुरा गर्न र यहाँका थुप्रै सिँचाइदेखि लगेर यहाँका नागरिकको भविष्य निर्माण सुनिश्चित गर्नका निमित्त प्रज्वल बोहरा फागुन 21 गते त्यो संसद भवनको रस्तामा उभिएर तपाईँको शिर झुक्ने म तपाईँलाई भन्न चाहन्छु। तपाईँहरू पार्टी परीक्षा गर्नु पर्दैन। म निवेदन गर्न चाहन्छु, तपाईँले प्रज्वल बोहरालाई भोट हाल्नको लागि पार्टी परिवर्तन गर्नु पर्दैन। तपाईँ कङ्ग्रेस हुनुहुन्छ कङ्ग्रेस बस्नुहोस्, तपाईँ एमाले हुनुहुन्छ एमाले बस्नुहोस्, तपाईँ कुन पार्टी हुन्छ त्यही पार्टीमा बस्नुहोस्। तर भोट विकासको लागि भोट परिवर्तनको नाममा सिद्धान्तविहीन एजेन्डाविहीन तर फेसबुकलाई आइन कमेन्टको फलसले बोल्न हाल्नुहोस्। देश बर्बादको मुलुकमा जाँदैछ। यो देशको अहिले सङ्कटको घडीमा मुलुकलाई अगाडि बढाउने बेला राष्ट्रियताले सम्झेर देशलाई बढाउनुहोस्। यो क्षेत्रको गरिमालाई बचाउनलाई प्रज्वल बोहरा अगाडि आउनुभएको छ। म तपाईँलाई धेरै अभिनन्दन छु। मुलुकमा हेर्नुहोस्, तपाईँलाई थाहा छ यो देश एउटा
पर्ने हो होइन? यो मुलुकमा 94% अल्पकाल परिवार बस्ने मुलुक हो, तर हाम्रो धर्म संस्कृति मासिँदैछ। अब नेपालीहरूले आफ्नो पहिचान बचाउनका निमित्त त्यो एजेन्डा बोक्ने पार्टी भनेको राप्रपा मात्र हो। त्यो एजेन्डा बोकेर यो मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्नुपर्छ भन्ने पार्टी राप्रपा मात्र हो। तपाईँले पछौट कुरालाई भोट हाल्नु भयो, राष्ट्रलाई भोट हाल्नु, धर्म संस्कृतिलाई बचाउन भोट हाल्नु, देशको भ्रष्टाचार अन्त्य गर्न भोट हाल्नु, यो क्षेत्रको सबैलाई फागुन 21 गते हलमा मतदान गरेर प्रज्वल बोरालाई तपाईँले निर्वाचित गराउनुहोस्। हाम्रो यो क्षेत्रबाट जिल्लाबाट 2 जना समान पार्टी उम्मेदवार हुनुहुन्छ। एकजना बाहिर सहायक महामन्त्री हुनुहुन्छ, यहाँ छेउमा हुनुहुन्छ। एकजना अब हाम्रो महिला नेता हुनुहुन्छ, जहाँ स्वाति थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। सायद उहाँ आइपुग्नु भएको के भएको हुँदा सबै साथीहरूलाई पनि एक भोट राष्ट्रलाई, एक भोट शास्त्रलाई चाहन्छु। यो र्यालीबाट सबै घर गइसकेपछि तपाईँहरूले आजैदेखि चुलो चौकोदेखि हरेक ठाउँमा अब देश विकासका लागि, राष्ट्र बचाउने र बनाउनका निमित्त हलमा मतदान गर्नुपर्छ भनेर भन्नुपर्छ। हाम्रो पार्टीका सबै अध्यक्ष आउँदै हुनुहुन्छ, उहाँको अत्यन्त सान्दर्भिक मन्तव्य तपाईँले सुन्नै पर्छ। यो राष्ट्रिय राजनीतिमा आज सुन्नै पर्छ। उहाँ यस्तो मान्छे हो कि नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु, आमाको रगत खानुपर्छ भन्ने नेपालको राष्ट्रिय राजनीतिमा कोही पार्टीको अध्यक्ष छैनन्। यही ठाउँमा केपी ओली, शेरबहादुर प्रचण्ड लगायतका मान्छे उभिएर भ्रष्टाचार गरेर आमाको रगत खानु भन्यो भने हामी पुरस्कार दिन चाहन्छौँ। पुरस्कार दिएको हुँदा